जानकारी गराएको केस सिद्धो केस आएर रेजिस्टर गर्यो केस सल्भ भयो कि केसको कन्डिसन कस्तो छ कहाँ पुग्यो भनेर गरेको चाहिँ जानकारी दिएको चाहिँ रिपोर्ट कार्ड यहाँ छ सर जानकारी गराएको निवेदन भएको जानकारी गराउने अब उसलाई 2 दिनसम्म भयो भने 2 दिन भइहाल्यो नभए त्यसलाई नै फेरि अर्कोपल्ट त्यसो हुन्छ सर अब जस्तो उहाँको चाहिँ सर बयान थप हुन्छ नि सर त्यसपछि के कार्य भयो अनि त्यसो जस्तै निवेदनदाता भइसकेपछि सर तपाईँको बालकको त भइरहेको छ अनि त्यसपछि सर बालक फेला पनि बुझाएको त्यसपछि यो कुरो यहाँ छ सर हजुर लेभलमा उठ्नु चाहिँ यहाँ छ सर अपडेट गराइराख्नुपर्छ यो अपडेटको टाइम के हो त नागरिकलाई त्यो धेरै जस्तो चाहिँ हाम्रो मेरो केस फाइल गरी मेरो सुन्दैन भन्ने गरेर मन्त्रालयमा विषय आउँछ क्या हाम्रो सो कतिको टाइम इन्टरभलमा सो अनुसन्धान भइरहेको समय त लाग्छ म्याथ हुन्छ नि सर जुन हो त्यो म्याथ भने पनि तपाईँको कार्यहरू के भयो सर म्याथ मात्र कुरा गर्नु जेनरल प्रब्लम हुन्छ सर त्यो थाहा हुन्छ थाहा हुन्छ त्यसै मन्त्रालयमा घन्टादेखि कोही पनि आउँदैन नि त होइन त्यसो त हामीलाई थाहा भएन भने हामीलाई हाम्रो मुद्दा दायर गऱ्यौँ तर त्यसबाट रेस्पोन्स मन्त्रालयमा आउँदैन स्योर हुने सबैले रेस्पोन्स उहाँलाई नम्बरमा दिन्छौँ काहीँ कुनै गुनासो रह्यो भने प्लिज हामीलाई कन्ट्याक्ट गर्नुहोस् टाइम इन्टरभल राख्नु पर्दैन सो इन्भेस्टिगेसनको लागि टाइम लाग्यो मेरो 2 विक्स जति लाग्यो इन्भेस्टिगेसनको लागि मान्छे टाइम लागेर उसलाई हाम्रो प्रहरीको गति चाहिँ के गरिरहेको छौँ भनेर हामीले जानकारी त गराउनु पऱ्यो नि नत्र मेरो मुद्दै सुनेन भनेर भनिदिन्छ होइन नागरिकले त्यही भएर टाइम इन्टरभल 2 days 3 days 4 days कतिमा गर्ने त कतिमा उहाँहरूलाई इन्फर्म गर्ने त्यो पनि चाहियो ताकि उहाँहरूलाई चाहिँ इन्फर्म भइरहेको छ मेरो मुद्दा चाहिँ चलिरहेको छ प्रहरीले काम गरिरहेछ हुन्छ मैले 2 दिनमा कहाँ छ तपाईँले पेश गर्नुभएको निवेदनदाता भइरहेको छ काम कारवाही भइरहेको कुनै क्षणको लागि उपस्थित हुन जानकारी गराएको छ त्यसपछि फेरि सरको मितिमूलक यदि 2 कुनै 30 गते छात्रको लागि पनि उपस्थित हुने जानकारी गराएको त्यसपछि फेरि जानकारी गराउँछ फोन गर्नु न त्यसले के हो विषय के सफल मात्रै हो अरूहरू चाहिँ सफल बाहेक अलि गम्भीर मुद्दा त्यो एउटा मुद्दाको एकछिन अलि शान्त बस्दिनु पत्रकारको हुनु चाहिँ तपाईँबाट नगर्नु तपाईँबाट गर्नु त्यो नम्बरमा हाम्रो फेरि प्रहरीको नम्बर ठ्याक्क थाहा पाउँदैन ल नम्बर फोन गर्नु नभन्नु अनि मिडियामा सुनेर कति त म नम्बर टाइप गर्नुहोस्